नमस्ते। यति बेला हामी दिल्लीको छतरपुर जेउडेस गार्डनमा छौँ। अ, यो खुसीको कुरा बिल्कुल पनि छैन। हाम्रो लागि दुःखको कुरा छ। एउटा घर अँध्यारो भएको छ। त्यस कारणले चाहिँ अहिले मलाई कन्ट्याक्ट गर्नुभयो। म पनि ड्युटीमा थिएँ। एकचोटि आएर हामीसँग बसिदिनु पर्यो, राय सल्लाह के कस्तो गर्नुपर्ने भन्ने कारणले चाहिँ हामी यहाँ अहिले उपस्थित भएका छौँ। अनि यहाँ हाम्रा टेको भाइ हुनुहुन्छ, टेको बुढा। उहाँको श्रीमती हिजोदेखि कहीँ फरार हुनुहुन्छ। हामीले लागेको थियो पहिला हरायो, अब यिनकै मुखबाट सुनौँले हामी कहाँ कता जानुभएको छ। नमस्कार। नमस्कार हजुर, मोटिएको बुढा हजुर। तपाईँको घर कहाँ? मेरो घर बाजुरा हो हजुर, छेडेदाई गाउँपालिका वडा नम्बर 2 माटेसाँगु हो मेरो घर। हजुर। अब छोराछोरी पहिल्यैदेखि दिल्ली सबै फ्यामिली यहाँ बस्नाले छोराछोरी चाहिँ त्यहाँ तराई राखेका छन् अरूका घर। ए अनि तपाईँको विवाह भएको लगभग कति साल भयो? मेरो साल बिहा भएको हजुर 5.5 सालदेखि 6 साल, त्यो ठ्याक्कै 6 साल पनि नपुग्या होला। मतलब 5.5 साल जति भयो होइन? अनि केटाकेटी कति छन्? केटाकेटी हजुर 2 छोरी जुम्ल्याए छन् हजुर, ती 2.5 सालकी भइसकिन्। 2.5 साल अहिले अब करसै भइनु नि, 1-2 महिना ज्यादै भइनु नि 2.5 सालभन्दा। अनि एउटा छोरी अब 4 सालकी पुग्न लाग्यो हजुर, दुईटा जुम्ल्याए छन्। अनि तपाईँले भन्नुभयो कि बुढी गायब भयो हिजोदेखि। अनि हिजो तपाईँले घरमा के भनेर जानुभएको थियो? त्यो यस्तो हजुर कि बिहान काम गर्न आई, त्यो 6:30 बजे काम गरेर फेरि त्यो आई कमसेकम 8 8:30 बजेतिर आई। त्यसले त्यो हाम्रा घरबाट आमाले कोदिया धुल दिएको थियो। त्यहीको गजगजिया चिया गाउँमा त अब गजगजिया भन्छ नि, त्यो भुटेर तेलमा घिउमा भुटेर चिनी हालेर त्यो आफूले खायो। अनि त्यो बाँकी बचे भने त्यसैमा राखेर फेरि काम गर्न गई। काम गर्न घर जाँदाखेरिमा अब म काम गर्न गएकै छौँ, अब भोक लागेको छ त्यही खानु त्यो बनाएको छ, त्यो भन्यो हजुर। अनि त्यो त्यसपछि आएनन् घर? नै, त्यसपछि आई हजुर। अब त्यो दिन मालिकको घर पनि त्यो बिल्डिङ बनाउने हाल हो मालिक। त्यो माथि उसको फ्ल्याटमा मालिकको घर, जो घरमा मालिक बस्ने त्यो पूजा थियो। त्यसले साफसफाइ गर्दाखेरिमा काम गर्दा गर्दै म माथि भएँ। अनि तल आएर त्यो एक मेरा भान्जा छ गोपाल राउत, एक अर्को मेरै नाति पर्छ हजुर, त्यो गाँजराको हो, हाम्रै वडाको हो। यसको नाम पदम बुढा हो। अनि तिनीलाई अब खाना आफूलाई बनाउनु, म अब माइत जान्छौँ भनेर तिनी दुईलाई भन्यो। म माथि काम गर्दै थिएँ। त्यहाँ ढाँदामा मलाई फोन गर्यो। अब म माइत गएँ। एउटा त्यसैको नातेदार हजुर, त्यो मेरै सालो लाग्ने, लेकिन खासै सालो नै, अब त्यो नातागोतामा अब उसलाई दिदी भन्थ्यो, सालेको। त्यो बेङ्गलोरमा फाँसी लगाएर मऱ्यो हजुर, हिजो अस्तिकै कुरा हो हजुर। त्यसमा उसले भन्यो कि अब उता चन्दा उठाउँदा रहेछन्, ती भाइ मर्याको त्यसको लास नेपाल लिनको लागि चन्दा उठाउँदा रहेछन्। अब के गर्ने भनेर मलाई भन्यो। 8,000 रुपियाँ मेरी दिदीको कमिटीको रुपियाँ दिएको रहेछ दिदी भिनाजुले। 1,000 रुपियाँ उसलाई अब ल खर्च गरे भनेर दिएको रहेछ हजुर, होइन ल चिया पानी केही गरे भनेर 1,000 रुपियाँ दिएको रहेछ दिदी भिनाजुले। 9,000 रुपियाँ दिएको रहेछ। त्यो 9,000 रुपियाँ दिदी भिनाजुको रहेछ। अनि त्यो लिएर अनि घरमा अनि त्यो पैसा कति राखे? घरमा हजुर अब त्यो यताउता गरेर हजुर मसँग करिबन 2.5 लाख रुपियाँ, कसैबाटि 50,000, कसैबाटि 1 लाख, होइन त्यो दाजुभाइनाको सहयोगमा 2.5 लाख रुपियाँ। त्यो 2.5 लाख रुपियाँ पनि लिएर गएँ? हजुर, त्यो 2.5 लाख रुपियाँ छैन त हजुर, होइन। अनि अरू केही गरगहना थियो कि? हजुर मेरा सासू सौरालाई पनि थाहा छ, मलाई पनि थाहा छ, अरूलाई पनि थाहा छ, होइन। अरूलाई भन्दा पनि अब यसो हुन्छ सबैलाई थाहा छ। गहना त्यो किनेर अब पहाड जाने काम पनि पर्यो। अब पहाड अब सबै पुरानो जमानामा सबै हल्ला लाग्छ हजुर, होइन। पहाडमा अब हाम्रो रीतिरिवाजमा हल्ला लाग्छ हजुर। अब गाउँमा जाने भनेर त्यो पनि ऋण गाडी भन्दा यताउता हरिबन्ध हजुर, होइन। करिबन 1 तोलाभन्दा तल कुनै हालतमा होइन हजुर, होइन। सबै मिलायो भने अलिकता सानो रिङ, नाखनी, नथी सबै मिलायो भने त 1 तोलाभन्दा तल कुनै हालतमा होइन। 1 तोला नि 1 ग्राम, 2 ग्राम, 3 ग्राम ज्यादै होला, त्योभन्दा कम होइन। यतिको 5.5 साल विवाह भयो, 3वटा बच्चा छन्। अनि त्यसो केही झगडा मनमुटाव केही थियो? घरमा झगडा त्यो यसो कि हजुर, अब त्यो भनेपछिमा अब गयो कि अब हाम्रा गाउँको मान्छे हरेक भाषा बोल्छ, होइन। अब गयो कि मान्छेको पनि त्यसरी तारिभरि बोल्दो भन्ने हजुर, होइन। त्यो यत्रो अगाडि जत्तिकै आमा हजुर, मेरी आमा हजुर, त्यहीमा अब हाँसो मजाक अब दायाँ बायाँ त हुन्छ हजुर, बुढाबुढी होइन। त्यो भावनामा त अब हरेक त्यो जस्तो
हजुर सबै गाह्रो हुन्छ हजुर, मेरो आमा बुवा पनि हुन्छ होइन। बिल्कुल। अब त्यही त यसो हजुर त्यो पित्ता थैलामा पत्थरी अब उम्, त्यो प्राइभेट अस्पताल अब सरकारीमा दिक्कत हुँदो भनेर मायाले त्यसो भएपछि तपाईँले उपचार सबै गर्नुभयो, एकदमै ठिक भएको हो होइन? हजुर सब त्यसो बिरामी कल झगडा पनि घरमा केही रहेनछ। अब एक्कासीकै घटना भनौँ होइन? हजुर अब तपाईँले थाहा पनि छैन केही कहिले केही बातचित हुँदाखेरि भन्ने त्यो पनि थाहा फोन छैन। गर्दै त्यो विश्वासै नै गरे भने हजुर 81 सबै उइकै भरोसामा आमा घर गइन्, घर गइसकेमा अब आमाले पनि उइलाई जिम्मा दिया गरे। त्यो के न सब त्यो अनि खासमा ससुराल कहाँ हो तपाईँको? मेरो ससुराल तुका हो हजुर, अछाम तुका हो होइन, साँधोबगर नगरपालिकाबाट हो या गाउँपालिकाबाट हो त्यति पनि मलाई थाहा छैन, अछाम तुका हजुर। कताको रहेछ भन्ने अनुमान? त्यो केटा हजुर त्यो केटा पनि त्यो तुकाकै त्यो सामनेको गाउँ हो होइन। त्यो मतलब त्यो खबर पाउनु भयो? हजुर त्यहीको खबर हजुर त्यहीँ गएका छन् आज त्यो हिजोका रातिका गाडी गएका रहेछन्। त्यो माथि त्यो के भन्यो त्यस ठाउँको नाम त्यो जम्बु कसेर भन्ने ठाउँ त्यहाँ एक होटलमा बसेका रहेछन्। त्यो होटलको नम्बरबाट मेरो सासू आमाको मोबाइलमा फोन गर्यो, आमा म यहाँ छौँ आफ्नो हिसाबमा चिन्ता नमान्नु भन्यो। त्यति बेला मेरो भतिजो र म उहाँ गएका थियौँ खोज खबरमा हजुर, यहाँ खोज्दा खोज्दा आपत त्यहाँ चिन्ताले अनि उहाँ फोन आउँदाखेरिमा उसले भन्दाखेरिमा हामीले पनि बोल्यौँ भन्यौँ होइन। अनि त्यो अब त्यो आधार कार्ड त्यो प्रुफ नभएर होटलमा बस्न नदिने रहेछ। अनि त्यसको मेरो बुढीको नागरिकता है उसको आधार कार्ड हजुर हो। हुन त त्यो आधार कार्डमा मेरो बुढीको नागरिकतामा मेरो नाम थियो हजुर होइन, होइन मेरो आमा बुवा नाम थियो, उसमा पेरेम अब जाति पनि अलग थियो। अब छोपिन त अब त्यति अनुसन्धान अब नेपाल प्रहरी केही भएपछिमा त अब हेर्थ्यो हजुर। अब त्यो साधारण हामी जस्ता मान्छेको खास त्यति दिमाग थाहा पनि हुन्छ। मतलब तपाईँलाई थाहा भयो कि यो होटलवालाको नम्बरमा फोन गर्दाखेरिमा मैले त्यो नम्बरमा रिटर्न फोन गर्दाखेरि यस्तो यस्तो हो भनेर पहिला हिन्दी बोल्थ्यो, त्यहाँपछि कि हुन नेपाली के बोल रहे, कहाँ धनगढ़ी से बोल रहे, कहाँ त्यो अहिले धनगढ़ी भन्दा पतरिया का बोल रहे थे, ऐसे दो बुढा बुढी बीबी बच्चे बोल रहे थे भन्थ्यो। पहिला नेपाली भएर नेपाली बेलामा यस्तो यस्तो भयो भाइ, त्यसरी बच्चा छाडेर पहिला भए त म जान्दिनँ थिएँ। अहिले तपाईँले पछि फोन गर्नुभयो, मेरो मोबाइलमा फोन गरेर ऊ पहिला गए कि पहिला गइजानुभयो, कहाँ यहाँ आएपछि म तपाईँलाई त्यसो भएपछि उहाँले भन्नुभयो कि पहिला फोन गरेको भए जानकारी भएर रोक्थे, अहिले त गइहाल्नुभयो, फेरि पनि काहीँ सम्पर्क भेटघाट भयो भने म रोक्छु भन्नुभयो है? हजुर त्यो यस्तो भयो कि हजुर त्यो उसले फोन गर्यो, फोन गरे आएछिमा मेरो सासू आमा नम्बरमा फोन गर्यो, ठ्याक्क त्यो सासू आमाको नम्बर ब्ल्याक लिस्टमा हालेर त्यो दाइलाई दिएको छ, त्यो दाइको नम्बर कहाँ मालिकलाई फोन गर्छौँ क्या भनेर मागेको रहेछ। त्यो भए अर्को मोबाइल ल्याएर मेरो मोबाइलमा रिचार्ज छैन हजुर, अर्का मोबाइल मागेर त्यो नम्बरमा नम्बर मिलाउँदाखेरिमा ऊ निस्किसक्यो। त्यो पछि त्यो दाइले भाइ अहिले निस्किनु भयो भनेर भन्यो। त हामी अब यस्ता घटनाहरू भारतको पहिला अब बेङ्गलोरमा धेरै घट्थे, त्यसपछि बिस्तारै अब भारतको विभिन्न राज्यमा पनि हुन लाग्यो। अब यो अहिले दिल्लीमा पनि त्यस्तै छ। अब कयौँ घटनाहरू थाहा नभएका पनि हुन्छ। आखिर यो किन हुन लाग्यो, किन कसरी भन्ने कुरा चाहिँ थाहा छैन है। अब यस कुरालाई चाहिँ निहालेर हेर्नु र एउटा अब यसलाई के भनौँ कि भनाइ जस्तो छैन हामीले होइन। जे भए पनि उहाँको घर चाहिँ अहिले भत्ताभङ्ग भएको छ, उहाँका बालबच्चाहरू छोडेर गइसक्नु भएको छ। उहाँको अब एउटा किस्ता जग्गाको किस्ता बुझाउनले 2.5-3 लाख रुपियाँ घरमा ऋण गाडेर राखेको रहेछ, त्यो पनि लिएर जानुभएको रहेछ है। अब अलिकति अब बुढीसँग माया अब सबै गर्न हाल्ने भनेर अस्ति घर गएर पनि लगभग 1 तोला जति सुन हालिदिएको रहेछ। अब त्यति माया प्रेम गर्दा पनि जब घर बसाल्न सकेन, अर्कै केटासँग लागेर हिँड्ने हो भने त घरै हुँदैन यहाँ होइन। मान्छे मैले यति हेर्दाखेरि चाहिँ पछिल्लो यो 6 सालको पिरियडमा एकदमै राम्रो मेहनती धेरै काम गर्यो, घर जग्गा सबै बनायो, बालबच्चा घर पनि पाल्यो, यहीँ बसेको मान्छे यही जिबिडिएसमा भयो होला त्यति लगभग 6 साल जति होइन। यहीँ विवाह गर्यो, यहीँबाटै अब लास्ट छोडेर पनि गइस्। अब यो चाहिँ अब हामीले त्यो केटाको फोटा पनि यो उसमा राखिदिनेछौँ, त्यो आइमाईको पनि अब उहाँको बुढीको पनि फोटा राखिदिन्छौँ। जम्मू कश्मीरतिर लागेको भन्ने खबर सुनिसकेका छौँ। अब हजुरहरूले मैले यहाँ तलतिर यहाँको नम्बर राखिदिनेछौँ, कहीँ कतै भेटायो भने तपाईँहरूले अवश्य हामीलाई जानकारी गराउनु होला। यस्तो न झै झगडा न केही, सबै यहाँ अडोसी पडोसी छिमेकीलाई पनि थाहा छ कि सबै मिलेको एकदम कमाएर बसेको राम्रो बनिएको थियो। अब अचानक यस्तो हुँदाखेरि दुःख लाग्छ। अहिले उहाँले मलाई सम्पर्क गर्यो, सम्पर्क गर्दाखेरि चाहिँ म यहाँ आएको हुँ। यो जानकारी सबैमा हुनुपर्छ। अब यस्ता घटनाहरू अरूका पनि नघटन बेलैमा सबैले सचेत। सर्वप्रथम अब त्यसका लागि अब केही तपाईँले केही अरू भन्न चाहनुहुन्छ?
म यो भन्न चाहन्छु कि हजुर त्यो लिनेवालाको पनि बुढी छोरी छ भन्दा त्यो पनि सुनियो हजुर होइन। ए 2टा बच्चा, एउटा बुढी, आमा बुवा पनि यहीँ छन् भन्छन् हजुर होइन। अब लिनेवाला उहाँ लिएर भागेको गलत गरेर अब त्यहाँ उनको परिवारमा गएर बोल्नु पनि भएन। नाइ नाइ त्यसो त हुँदैन। अब छोराछोरी अब मेरामा न अलि सानै छन् हजुर। अब त्यही हो, दुःख भयो, गल्ती भयो। हिजो राति बिहान 12 बजेसम्म त केही अन्य घटना घट्यो कि किडनी निकाल्ने के गर्ने मोबाइलमा देखिन्थ्यो, त्यही सोचेको थियो। अब त्योपछि गइसक्यो भन्ने कुरा म पहिला जान्छौँ भनेर कसैलाई भनेको पनि सुनियो हजुर। त्यसमा अलि ठिक भयो। हिजो रातदेखि खाना पानी यताउता अलि त्यो पनि टेन्सन साह्रो भयो, केही घटनै घट्यो भनेर। अब पहिला गई यसरी गई मन नपराइमान्दै गयो त होला होइन। पहिला मन पराए आफै आयो कि हो हजुर होइन। त्यो केही कोसी मेहनत घुस पिस दायाँ बायाँ त्यस्तो होइन। पहिला पनि आफै आयो कि हो, जाँदा पनि आफै गई हजुर। तर नोक्सान बर्बाद चाहिँ धेरै गरेर गयो। हुन्छ, हामी यो भिडियोलाई अब फेसबुकमा अपडेट गर्नेछौँ। सम्पूर्ण साथीहरूले सेयर गर्नुहोला अवश्य। यो जोडीलाई तपाईँले कहीँ कतै भेट्यो भने हामीलाई सम्पर्क गरिदिनु होला। हामीले तल नम्बर राख्नेछौँ र फोटा स्क्रिनमा राख्नेछौँ दुवैजनाका। तपाईँहरूले जता भेट्यो पनि सम्पर्क चाहिँ अवश्य गरिदिनु होला र सेयर गरिदिनु होला भन्दै हामी अहिले यो भिडियोबाट बिदा पाउँछौँ। नमस्ते।